नमस्कार साथीहरू, तपाईँहरूलाई स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। र अहिलेसम्म यदि तपाईँहरूले चाहिँ हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। तपाईँहरूले पक्कै पनि थम्बनेल हेरिसक्नुभएको होला कि नेपालमा यो समय एकदम युट्युब ग्रो गर्ने रहेको छ र कसरी रहेको छ त्यसको बारेमा म अगाडि अब तपाईँहरूलाई जानकारी गराउँछु। तपाईँहरूलाई थाहै होला कि नेपालमा अहिले एनपिएल चलिराखेको छ र अब केही दिन मात्रै एनपिएल बाँकी रहेको छ। त्यसपछि चाहिँ एनपिएल समाप्त हुन्छ। यदि तपाईँहरूले ट्रेन्डिङ टपिक्समा भिडियो बनाउनुहुन्छ भने त्यो च्यानल छिटोभन्दा छिटो ग्रो हुन्छ। यो कुरा सबैलाई थाहै नै होला। किनकि यदि तपाईँ चाहिँ युट्युब च्यानल खोल्न चाहनुहुन्छ अथवा चाहिँ खोल्नुभएको छ भने पहिला तपाईँहरूले पक्कै पनि सर्च गर्नुभएको होला, रिसर्च गर्नुभएको होला कि कुन नयाँ च्यानललाई कुन टपिक्स हाल्दा चाहिँ च्यानल छिटोभन्दा छिटो ग्रो हुन्छ। त्यो सम्बन्धी पक्कै पनि तपाईँहरू चाहिँ भिडियोहरू अथवा चाहिँ आर्टिकल्सहरू चाहिँ पढ्नुभएको होला। त अहिलेको जुन मौका रहेको छ एनपिएल, त्यसलाई चाहिँ खेर फाल्नु हुँदैन। किनकि नेपालमा पनि क्रिकेटको क्रेज एकदम बढेको छ र नेपालीहरू पनि अहिले क्रिकेटका भिडियोहरू चाहिँ पर्याप्त मात्रामा हेरिराखेका छन्। यदि तपाईँहरूले चाहिँ अहिले जुन नेपालमा एनपिएल भइराखेको छ त्यो सम्बन्धी भिडियो बनाएर चाहिँ च्यानलमा हाल्नुहुन्छ भने त्यो च्यानल छिटोभन्दा छिटो चाहिँ ग्रो गर्न सक्छ। र अब तपाईँहरूलाई लाग्न सक्छ कि कसरी चाहिँ क्रिकेट सम्बन्धी भिडियो बनाउने, तपाईँहरू चाहिँ मलाई कमेन्ट गर्नुहोस्। म तपाईँहरूको लागि भिडियो लिएर अवश्य उपस्थित हुनेछु कि क्रिकेट सम्बन्धी अथवा चाहिँ एनपिएल सम्बन्धी भिडियो कसरी बनाउने त्यो तपाईँहरूलाई जानकारी अवश्य गराउनेछु। अब चाहिँ यहाँ भिडियो कुरा गर्नुहुन्छ भने अब हाइलाइट सम्बन्धी जानकारी गराउने कि अब खेलाडीहरूको बारेमा जानकारी गराउने कि पुरै म्याचको चाहिँ जानकारी गराउने त्यो तपाईँहरूमा डिपेन्ड पर्छ। तर कुनै सम्बन्धी भिडियो यदि बनाउनुहुन्छ भने अहिलेको समयमा भ्युज एकदम पर्याप्त मात्रामा आउँछ र च्यानल छिटोभन्दा छिटो चाहिँ अवश्य गर्न सक्छ।